अहिले म 25 रुपैयाँ किलो कागती बेचिरहेको छु, रमाइलो कुरा। हाम्रो राजेन्द्र बानिया सरलाई चाहिँ एउटा चाहिँ रिक्वेस्ट छ हैन, उहाँ चाहिँ जोसुकै मान्छे हुन्, कृषिमा लगानी गर्दै हुनुहुन्छ भनेपछि के चिज फलाउने हो हैन, कुन चिज बजारले खोज्छ, कति रेटमा चाहिँ बेच्न सकिन्छ, अरू किसानहरूको अवस्था के छ, त्यो अलिकति 2-5 महिना ढिलो काम सुरु गरे पनि हुन्छ, तर बुझेर गर्दाखेरि चाहिँ राम्रो है। हाम्रो बानिया सरसँग मेरो पनि कुरा भएको थियो, अनि उहाँले भन्नुभएको थियो उहाँले उत्पादन गरेको कागती बजारमा बिक्दैन कि, त्यो लाम्चो खाले कागती हो, त्यो भनेको रस निचारेर चुक अमिलो बनाउन मात्र युज हुन्छ। वा चाहिँ अब होटल रेस्टुरेन्टमा अलि धेरै युज गर्ने ठाउँ युज गरेर, तर एज अ कस्टमरको हिसाबले चाहिँ त्यो कागती बिक्दै रहन्छ। यो अहिले मैले भिडियोमा देखाए जस्तो तपाईँ सुन कागती लगाउनुहुन्छ भने अहिले म तपाईँलाई 100 देखि 120 रुपियाँ चाहिँ प्रति किलो चाहिँ तिर्न तयार छु है। यस्तो खाले चिज चाहिँ तपाईँहरूले अलिकति बुझ्नु पर्यो। जो पनि कृषिमा लगानी गर्दै हुनुहुन्छ बुझेर मात्रै गर्नुभयो भने तपाईँको पछि खेर जाँदैन। केही चिज उत्पादन गर्दै हुन्छ भने त्यो चिजको मार्केट कहाँ हो, कतिमा बिक्छ है, कसले कति क्वान्टिटी बेच्न सक्छ, कुन सिजनमा बेच्ने, त्यो चिजहरू चाहिँ पहिले तपाईँको स्टडी हुनु पर्यो है। थ्याङ्क यू।